कति गर्छौ है मेरो कुरा खुट्टा तान्दै गर गोठालो जाँदा लागेको माया त्यस्ता धेरै कुराहरू छ। तर आज चाहिँ उहाँले श्रद्धाञ्जली स्वरूप उहाँले अरुणा लामाको एउटा गीत गाउनुहुनेछ र अनि आफ्नो गीत मैले सुने अनुसार चाहिँ भन्छन् कोही र त्यस पछाडि अब यहाँ डिमान्ड भइहाल्छ माथि माथि सैलुङ्गेमा है लगायत गीत उहाँले प्रस्तुत गर्नुहुनेछ। नेपाली सुगम सङ्गीत त्यसमा पनि लोक सङ्गीतलाई सुगममा ढालेर जनजिब्रोमा र धेरैको यो मन सँगसँगै खुट्टा पनि चल्ने बनाउने ती सिङ्गर वरिष्ठ गायिका कुन्ती मोक्तानलाई जोरदार तालीका साथ पोखरामा स्वागत गरौँ। अझै एकचोटि ताली। नमस्कार। हार्मोनी कार्यक्रमका आयोजक ज्यूहरू, विशेष रूपले दिपेन्द्र श्रेष्ठ भाइ, मलाई यो हार्मोनी कार्यक्रम पहिलादेखि नै मन परेको, उहाँहरूको कार्यक्रम हेर्दै आएको थिएँ।
तर आउने सौभाग्य मिलेको थिएन र हाम्रो सुरशक्तिको माध्यमबाट यसरी जोड्ने अवसर प्राप्त गरिदिनुभयो। म विशेष धन्यवाद हाम्रो प्रकाश सामीज्यू, उहाँद्वारा नै मलाई लाग्छ हाम्रो संस्थालाई जोड्ने चाहिँ नि हामीले अवसर पाएका छौँ। र दिपेन्द्र भाइले भनिसक्नुभयो निकट दिनमा पक्कै पनि तपाईँहरूलाई सँगै लानेछौँ भनेर म आशा गरेको छु। पोहोर हाम्रो अध्यक्षज्यू आउनुभएको थियो र उहाँले पनि धेरै खुसीहरू हामीलाई बाँड्नुभयो र सचिवको हैसियतले मलाई बोलाउनु भएको छ। हामी 16 जनाको टिम छौँ। 16 वर्ष चाहिँ मलाई लाग्छ कन्टिन्यू हामी सुरशक्तिसँग यसरी हामी आउन सक्छौँ र हामी काठमाडौँ पनि हजुरहरूलाई पक्का पनि हामी बोलाउनेछौँ भनेर आशा गर्छु। र आजको कार्यक्रम मलाई पुरानो दिनहरू याद आयो। दार्जिलिङमा जन्मेको, दार्जिलिङमा मैले यसरी कार्यक्रम गर्दाखेरि त्यहाँको दर्शक श्रोतालाई सम्झेँ मैले अहिले झन्डै 40-45 वर्ष अगाडि यसरी नै यस्तै कालजयी गीतहरू पिन ड्रप साइलेन्स भएर सुरुदेखि अन्तसम्म सुनिदिने श्रोता धेरै पछि मैले पोखरामा पाएँ। सायद यो एउटा ऐतिहासिक कार्यक्रम हुनुपर्छ र यो अरूले पनि सिक्नुपर्छ जस्तो लाग्छ मलाई।